सबैजनालाई जय एमसी। मण्डलीको सतावट र विस्तार। स्टिफनसको मृत्युमा साउल पनि सहमत भए। त्यो दिनदेखि यरुशलेममा ठूलो सतावट सुरु भयो। विश्वासीहरू डरले यहुदिया र सामरियातिर छरिए। भक्तजनहरूले स्टिफनसलाई आँसुका साथ गाडे। तर साउलले घर घर पसेर विश्वास गर्नेहरूलाई तानेर जेलमा हाल्थ्यो। तर परमेश्वरको योजना रोकिएन, त्यो त बस सुरुवात थियो। मुख्य सन्देशहरू। 1. सतावटले पनि सुसमाचार रोकिन्न। यरुशलेममा सतावट आएपछि विश्वासीहरू छरिए, तर त्यसले परमेश्वरको वचन अझ धेरै ठाउँमा फैलियो। 2. विश्वासको परीक्षाले बलियो बनाउँछ। कठिनाई र डरको समयमा पनि साँचो विश्वास गर्नेहरू टुट्दैनन्। अन्त्यमा तपाईलाई यो बाइबलमा कहाँ प्रस्तुत गरिएको छ भनेर थाहा छ भने कमेन्ट गर्न र कस्तो लाग्यो प्रतिक्रिया कमेन्टमा लेख्न, साथै तपाईले आशिष पाउनुभयो भने शेयर गर्न र प्रत्येक दिन यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन अन गर्न नभुल्नुहोला है त। जय एमसी।